Hello everyone, welcome to my new video. हजुर सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै नै छु भन्नुपर्छ। अहिले चाहिँ म टक्क यता के भन्छ अरे सर यसलाई? यता यो पञ्चमी हुँदै रवि जाने। यता हामी चाहिँ अहिले खासमा रविको बाटोतिर लाग्दैछौँ। र ठ्याक्क अहिले चाहिँ हामी यो के भन्छ मैदाने भन्ने ठाउँतिर रहेछौँ। मैले चाहिँ यहाँ मात्र भ्लग चाहिँ किन गरेको भन्दाखेरि भोलि उताको बेग्लै भ्लग छ क्या। अनि यस यताको भ्यूहरू पनि एकदम बवाल लाग्यो क्या मलाई। देख्न सक्नुहुन्छ भ्यूहरू यस्तो दामी छ कि खुल्ला ठाउँ। उताभन्दा घाम त छिटो यता लाग्दो रहेछ नि त है। नामको डाँडा भन्दा कि नामको भनेको लिम्बू भाषाको घाम सबैभन्दा छिटो उदाउने। ओहो नामको त उयो सन्दर्भको भइगयो। भरे भेट त्यो पनि देखाउँला। भरे हेर्नै पर्ने हुन्छ। ठाउँहरू चाहिँ एकदम दामी नै छ क्या यतातिरको। त्यतिका गाउँमा आएर यसरी घुम्नुको मजा नै बेग्लै हुन्छ क्या। अच्छा अच्छा, यहाँदेखि तल चाहिँ देउराली अरे। अहिले चाहिँ हामी पञ्चमी बजारमा चिया खाँदैछौँ टक्क लाएर। त्यतिका यस्तो छ बाहिर के को लागि दुःखो रहेछ हौ। त्यसो है त्यो चिया खाएर अब हामी लाग्नु पर्ने हुन्छ। के डाँडा? नामको डाँडा देखा। ए अहिले चाहिँ हामी टक्क पञ्चमी बजारदेखि निस्किसकेको छौँ। अब यहाँदेखि हामीलाई रवि पुग्नु लगभग आधी घन्टा अलिकति बढी लाग्छ भन्नुहुँदै थियो। त्यहाँदेखि हेरौँ अब कति छ। त्यो डाँडाहरू देख्नुहुन्छ आमामा यस्तो बवाल देखिरहेछ कि त्यो चाहिँ हिले डाँडा रहेछ। एकदम हाम्रो 5 तोरको चलेको ठाउँ रहेछ त्यो चाहिँ। छ क्या हाम्रोतिर एकदम लुकेको ठाउँहरू पनि छ, कलाहरू पनि छ। त अलिक देखाउनु चाहिँ सकेको छैन क्या। हाम्रो त्यो के अरे फालेलुङतिर कस्तो दामी दामी ठाउँ छ त है। अहिले भर्खर निस्किँदैछ क्या। ओ साधुटार भन्दा त गाउँ गानी हौ। त्यो साधुटार चाहिँ तपाईँको मान्छेले बनायो क्या। तर यहाँ त अटोमेटिकली छ क्या। यहाँ चाहिँ नेचुरल नै छ क्या। नेचुरली नै बवाल छ। त्यही त मुड नै फ्रेस बनाइन्छ। हजुर ए हो तपाईँको हामी चाहिँ कस्तो हुन्छ भने गाउँ सहरतिर पस्दाखेरि चाहिँ जहीँ पनि घर अनि यस्तो यताउता आवाज सुन्दा दिमाग नै ह्याङ हुन्छ क्या। अनि यस्तो ठाउँमा आएर बस्दाखेरि कस्तो आनन्द हुन्छ भने नि अब धेरै मान्छेलाई चाहिँ अब कतिलाई त्यो हल्ला नै मनपर्छ। तर त्यो हुन्छ नि अब हल्लामा बस्दा त्यो वाक्क भएकोलाई चाहिँ यस्तो ठाउँ यस्तो बवाल लाग्छ कि हुन्छ नि। आफ्नो त्यो माइन्ड नै फ्रेस हुन्छ क्या। त्यो दिमागहरू पनि नचलेको दिमागहरू नि यस्तो हुन्छ कि चल्छ क्या। मतलब हुन्छ नि त्यो कोही बेला चाहिँ के सोच्न नि सकिँदैन क्या। यस्तो केही कुराहरू त्यो डिसिजन लिनु पर्यो भने। तर हुन्छ नि अब यस्तो ठाउँमा आएर फ्रेस हावा खाएर आनन्दले बस्यो भने दिमागहरू नि यस्तो फ्रेस हुन्छ। ए
यस्तो बबाल ठाउँ भएपछि सप्तमी बजार कस्तो बबाल ठाउँ अरे तर हिँड्ने गाडी चाहिँ उता माथि यस्तो बबाल ठाउँ हो हे तेरिका मारेको छ यार ठाउँले त यो ठाउँमा पिच भयो भने यस्तो बवाल हुन्छ कि अन्याम हप खान्छ अर्ग्यानिक क्या सबै कता यता माथि हो कता माथि पुग्ने हो यो ठाउँ त के हो कता हामी यतै हो माथि झर्ने ठाउँ छैन हिमाल झन् बबाल देखे यार होइन रहेछ नि यहाँबाट जाने हामी ए पुल रहेछ त झर्ने बेला भयो तेरिका हो यस्तो बबाल ठाउँमा आएर यार फेरि बोतलहरू चाहिँ नफालिदिएको भए हुन्थ्यो क्या अलिक यार पुल त्यस्तै बबाल ठाउँ त्यस्तै बबाल तेरि कस्तो बबाल ठाउँ आम्मा यता त नि गाडी चल्छ पोखरी रहेछ त है सो म चाहिँ अहिले ट्याक्क लाएर यहाँ के भन्छ यो हिलेको ए हिले फोन छैन के भन्छ हाम्रो चाहिँ यस्तो तनाव भयो कि टक्क आएर फोटो खिच्ने बेलामा मोबाइल छैन त्यही भएर हामी चाहिँ फर्किहाल्ने बेला भयो त्यही भएर हामी फर्किँदैछौँ फेरि पञ्चामी बजार नै पुग्ने पर्ने भयो किनभने त्यहाँ एउटा दाइले भेटिदिनु भएको रहेछ भेटेर राखिदिनु भएको रहेछ त्यसो हामी जाँदैछौँ लिनु यस्तो विस्वाद भयो कि
ल अहिले चाहिँ हामी टक्क लाएर यहाँ फोनसोन भेटिसक्यो फेरि यही उमै रहेछ के अरे यो पञ्चमीमै लिएर राखेको रहेछ अब चाहिँ हामी फेरि हिले बजारतिर लागेर त्यहाँतिर फोटो खिच्छौँ है त ल फेरि पनि हामी यहाँ हिले डाँडा पुग्यौँ यस्तो तनाव बनायो कि धन्न मोबाइल चाहिँ एकजना चिनेकै हाम्रो सरको चिनेकै एकजना उहाँ पनि सर नै हुनुहुँदो रहेछ टिचर हुनुहुँदो रहेछ उहाँले भेटाएर राखिदिनु भएको रहेछ एकदम यस राम्रो लाग्यो खुसी पनि लाग्यो एकछिन त अतायो पनि अन्त यस्तो यहाँ आइपुगेर अनि मोबाइल छैन भन्दाखेरि त एकछिन त नि तिरिङ्गै बनाइदियो नि त नि सो हामी चाहिँ हिले डाँडामा अब एकछिन फोटोसोटो भिडियो सिडियो बनाएर हामी चाहिँ लाग्नुपर्ने हुन्छ के अरे रवि बजारतिर लाग्नुपर्ने हुन्छ बाइक चाहिँ यहाँ चाहिँ हाम्रो तिरिका कस्तो भयो लुक्सतिर छ यार सो अब हाम्रो यो डाँडाहरू हेरेर हाम्रो यो भिडियोहरू हेरेर तपाईँहरू इन्जोय गर्नु चाहिँ भयो भिडियो सिडियो फोटोसोटो सबै क्लिक गरिसक्यौँ अनि भ्यूहरू पनि तपाईँहरूलाई मैले देखाइसकेँ अगाडि कस्तो छ भनेर सो फेरि पनि एकचोटि म देखाउँछु यहाँबाट यस्तो बवाल देखिन्छ कि भ्यू चाहिँ अब अझै यतापट्टिको त्यो हल्का त्योहरू लागेछ क्या कुहिरोहरू लागेछ न त यस्तो बवाल देखिन्छ कि आउनै पर्ने हुन्छ यो ठाउँ चाहिँ एकदम हिले रवि जाने बाटो रवि बजार जाने बाटो थोरै माथि यस्तो डाँडा त यहाँ कति छ तर यो चाहिँ एकदम स्पेसल रहेछ एकदम चलेको डाँडा रहेछ अनि यहाँ पर पुल पनि छ पुलहरू पनि मैले देखाइसकेँ यताको डाँडाहरू यस्तो बवाल आउँछ कि हाम्रो साथी चाहिँ यस्तो बवाल भइरहेछ तर अलिकति मैले यहाँ हेर्दै यहाँ चाहिँ अलिकति कमी भनेको चाहिँ डस्टबिनको रहेछ है डस्टबिन चाहिँ यहाँ एकदम चाहिने रहेछ क्या किनभने यहाँ हेर्नु नि यस्तो फोहोरहरू छ कि यहाँतिरै यो फोहोरहरूलाई चाहिँ डस्टबिनमा हाल्दाखेरि यस्तो बवाल देखिन्छ क्या अब यो भ्यूहरू हेर्नु यत्तिकै पनि बवाल देखिरहेको छ क्या यो मसिनो फोहोरहरू नभएको कस्तो झन् दामी देखिन्थ्यो होला क्या यस्तो डाँडा हेर्दाखेरि यतापट्टि डाँडा हेर्दाखेरि बवाल देखिन्छ तर फोटोमा यो फोहोरहरू देख्यो भने चाहिँ अलिकति नराम्रो देखिन्छ त्यही भएर यहाँको मलाई एक्ज्याक्टली त थाहा छैन को कता के हो होइन यहाँको समितिहरू होइन यहाँ चाहिँ यसो के भन्छ यो डस्टबिन राखिदियो भने चाहिँ एकदम फाइदा हुन्छ अनि कि त यहाँ एउटा खाल्डा बनाएर यो डस्टबिन के अरे फोहोरहरूलाई पोल्दाखेरि चाहिँ एकदम बेटर हुन्छ जस्तो लाग्छ सो त्यही नै हो अब चाहिँ हामी रवितर्फ लाग्छौँ हाम्रो यात्रा चाहिँ रवि बजारसम्म हो अनि म चाहिँ फेरि फर्किहाल्नु पर्ने छ क्या ब्याक अनि सो त्यही हो अब हामी चाहिँ लाग्छौँ है त ल लेट्स गो सो फाइनली म चाहिँ अहिले फर्किसकेको अहिले चाहिँ तपाईँको 6 बज्न लागिसक्यो 5:45 भइसक्यो क्या तपाईँको मलाई यो के अरे हिले डाँडामै छु अहिलेसम्म म मेलादेखि फर्किसकेको केटाहरूको म्याचहरू पनि हेरिसकेँ मैले अनि त्यहाँदेखि भिडियो गर्नु भनेको फेरि ट्याक्कै स्विच अफ भइदियो क्या जस केटाहरूलाई जित्यो भनौँ न है अनि मैले चाहिँ यो भ्यू चाहिँ देखाउनु आँटेको क्या अब यस्तो दामी देखेको छ कि सो त्यही नै हो अब चाहिँ म फर्किँदैछु कति बेला घर पुग्छु टाइम हेर्नुपर्ने हुन्छ त ल अब बाटो अब यस्तै छ कडा छ बाटो त्यही नै हो साथीहरू सँगै आएको त्यो पछाडि थियो मैले छोडेर आएको थिएँ सो अब हेरौँ बाटोहरू के हुन्छ म घर पुगेपछि कति बज्छ म भन्छु है त ल लेट्स गो
अब अँध्यारो छ बाटोमा के हुन्छ म देखाउँदै जाने पनि छु है त ल टक्क अहिले चाहिँ म घर आइपुगेर यहाँ आगो तरिरहेको छु तर तातो पानी चाहिँ खाएँ मैले तातो पानी पिएर अब कपडा सपडा फेरेर सुत्नुपर्ने हुन्छ कति बज्यो टक्क 8:30 भइसकेको छ मैले कति उता 6 बजे पाउने 6 7 8 पाउने 6 भने 7 8 झन्डै 2.5 घन्टामा आइपुगेछु म यहाँ यस्तो चिसो भएर कि यस्तो भयो कि आमामा टाउको दुखेर चिसोले एकदम गाह्रो अवस्थामा आइपुगेँ म बाटोमा हुन्छ नि त डर लागेर कि त्यही माथि आमा डर लागेर भिडियो बनाउन सकेन त्यस्तो डर लागेर टाउको त कस्तो भइरहेछ सो त्यही नै हो आजको लागि भिडियो यति नै अर्को भिडियो हामी एकदम धमाकेदार ल्याउनेछौँ है सो आजको लागि बिदा माग्छु सबैजनालाई बाई बाई अर्को भिडियोमा भेट्नेछौँ